हेलो साथीहरू, यहाँ चाहिँ म इस्कुसको जराको रेसिपी बनाउँदैछु। यहाँ चाहिँ मैले तेल खारेर यसमा पाँचफोरन लगाएँ है। त्यसको बादमा यो प्याज खुर्सानी र यो तेजपत्ता हो है। अनि एकछिन यसलाई चलाएर भुटिदिनुपर्छ है। यहाँ चाहिँ एउटा सानो भिडियो स्किप भएको छ है। त्यसमा चाहिँ मैले मिट मसला युज गरेको थिएँ है। सनराइजको मिट मसला अलिकति युज गरेको थिएँ है। त्यो चाहिँ स्किप भएको छ, तपाईहरुले हाल्न सक्नुहुन्छ। मैले यसमा हल्दी लगाएँ है। अनि यसलाई कम्ती आगो गरेर पकाउनु भयो भने एकदम दामी हुन्छ है। अनि यहाँ चाहिँ मैले इस्कुसको जरा लगाएँ है। इस्कुसको जरा मजासँगले धोएर अघि नै ड्राई गरेर राखेको थिएँ है। अनि यसमा पानी नहालिकन चलाल पकाउनु भयो भने अझै राम्रो हुन्छ यो है। मैले यसलाई मजासँगले चलाइदिएँ है। यसमा मैले अनि अलिकति हल्दी है, यो चलाइसकेपछि अलिकति हल्दी, अलिकति रङ खोर्सानी कलर है, अनि अदुवा लसुन युज गरेको छु है। तपाईहरुले पनि यसरी बनाएर ट्राई गर्नु होला। कम्ती आगोमा पानी नहाली पकाउनु होला, एकदम टेस्टी हुन्छ है। यो चाहिँ मेरो आमाले यसरी पकाउनुहुन्छ है। अनि यसमा धनिया पत्ता हाल्नु नबिर्सिनु।